गाइज हामी चाहिँ होइन यस्तो जङ्गलको बाटो सर्टकट बाटो भनेर होइन यस्तो बाटो जङ्गलको बाटो आखौँ कतिखेर सर्पाएर ठुङ्छ थाहा छैन पछाडि हाम्रो जनताहरू हेलो भनौँ यहाँ मान्छेको यहाँ कस्तो भयो के भयो केटा बाख्ता छैन होला नि हाम्रो बुढेलाई बोका चढेर हैरान्छ यता फेरि यहाँ बाख्रा खोजेर बसिरहेको बाख्राको पाली खोजेर बस्छ बाटो बाटो त त्यस्तै हो मापाका कुरोले त फोन मलाई हो कि आयुष दाई चाहिँ अगाडि हाम्रो गाइड आयुष दाई हेलो चिप्ले यार के भए चिप्लियो चिची बडे बडे जङ्गलमा ऐसी छोटी मोटी बाटो होतिर अनि हामी चाहिँ बाटोतिर आउन लागिसक्यौँ अगाडि आमाहरू रुगाला र हत्ते चिन्दैन मलाई किन चिन्न यस्तो अब झन् अप्ठ्यारो आउँदै हो यहाँ भ्यू चाहिँ बगाला खाएको आइज होइन बाटो चाहिँ खतरा खायो बाटो चाहिँ खतरा बाटो चाहिँ खतरनाक मान्नुपर्छ गाइड यो बाटो चाहिँ कता पुग्छ यहाँ हाम्रो घरतिरको बाटो पुग्छ सुसु हिँड्न दाइ नि त्यसरी हिँड्न म कसरी सुसु हिँड्ने जाने हाम्रो गाइड लास्टै लो भयो कि हाई हिँड्नु कति छिटो दौरवले देखेको थिएँ टेकेन मैले त टेकेर हामीलाई सम्झ गाई राम्रो बाटो आयो यो भनेको त अझै खेत रहेछ यता नि कता पुग्दो रहेछ होइन भ्यू यता मलाई अठाइ खाने एउटा यसरी हाउकाने हाल्प्यो यसरी हाउकाने हाल्प्यो कसले भन्छ गाई झन् यो मान्छेलाई चाहिँ होइन यसरी हाउकाने हाल्प्यो उल्टै सिरलाई सोधिरहेको हजुरलाई के रोगिरहेको छ क्या राम्रो बाटो आयो होइन गाई अब यसो दौडे जस्तो भनौँ समाधानहरू क्या कत्रै हाल्यो भन्नु हजुर के भन्न चाहनुहुन्छ यो बाटोले बाटोले गर्दा के भन्न चाहनुहुन्छ नेपाली हो नि त्यति हो एउटा त्यो मोटोहरू अलि हिँड्न सक्यो होइन यो चाहिँ मेन टुरिस्ट हो कानमा एयरफोन केटीसँग खालो खालो गर्लफ्रेन्डसँग बोल्दै बसेको 150 मलाई थाहा छैन त्यो फाल्ने जस्तै थाहा त हिमाल माछा पुच्छ्रै गरम भइरहेछ केटाहरू बरफ खाने भने अब भ्लग चाहिँ सिफ्ट हुन्छ आयुष दाइतिर होइन ए ल धन्यवाद भन्न नगरौँ न बन्द त गर्ने होइन टक्क घर गरे यो हिमालको टुप्पोमा चाहिँ हाम्रो राहुल चाहिँ पुग्ने हो कि यो ठाउँको नाम के हो यो ठाउँको नाम के अरे चण्डी चोक होइन सक्ने सयपत्री बुढी बजार विकास बुढी बजार पोखरा कास्की गण्डकी प्रदेश नेपाल साउथ एसिया सबै रसिया त्यसपछि अर्थ त्यसपछि सोलर सिस्टम त्यसपछि युनिभर्स ग्यालेक्सी युनिभर्स मिल्की वे ग्यालेक्सी त्यस्तो के पनि थाहा छैन ल म जाम सक्दैन नेबुला ग्यालेक्सी यो बाटो प्यारो छ हामीलाई गाह्रो छ नेपाल सरकार बाटो बनाउन पर्यो गल्ली गल्ली पनि जेम सरले हामीलाई हिँडाएको
ल हाम्रो डबै गाई सुसु गरिदियो जेमले त सुसु हान्दियो त घरको मकले खान मन छ यसो यहाँ आइन्छ लोकेसन चाहिँ बुढी बजार छ सयपत्री टोल विकास ओ यही तिमीहरू यहीँको घरको हो हाम्रो घरको के ओ यहाँसम्म कसरी आयो यो यस्तै हो हाम्रो कुकुरको बाटो भेट हाम्रो ए गुड संस्कार त सिकेर ल कसरी देखाएको गाइस यो हामीलाई लुक चाहिँ कस्तो है दामी हो पिन्नु छ ए जेम ब्लगमा क्याप्चर है सयपत्री मार्ग यही लेखेको छ होइन ए सयपत्री मार्ग आउनु मन छ आउनुहोस् है सगरमाथालाई के माछा माछा पुछ्नु जुम गरेर देखाउँ त माछा पुछे चाहिँ उद्या छ ओए कुकुर त्यसको ना राहुललाई कुकुरलाई हो ल निकाल राख्ले हान्छु म क्यामेरामा 3-4 चोटि मुद्दिछु ऊ त्यही होइन ए त्यहीँ आइसकेको छु हाम्रो घर चाहिँ त्यही है ऊ त्यही हो घर राहुलको घर आउँदा हुन्छ है हाम्रो घर तल चाहिँ भिर हो त्यही हो तल टक्क बन्जिङ जम्पिङ हुन्छ त्यही ककालाई तर जोडी चाहिँ बाँधेको हुन्न है फेरि त्यो चाहिँ हल्का यो आफ्नै रिक्समा आउनु होला यो आफ्नो जिन्दगीदेखि पैसा जिन्दगीदेखि तर्कित मायाले छोडेको त्यही पैसा धेरै भएको त्यस्तो त्यस्तो मान्छेहरूको लागि चाहिँ फ्री टिकट हाम्रो भित्र टेटिङ स्पोट छ जहाँ पनि मिम मन छ क्या यो त जहाँ पनि भाइ जहाँ खोजिरह होला त बाघ गाडीभित्र बाघ ल गाडीभित्र बाघै खोज्दैछ अब अर्को ठाउँमा आउँछ फेरि अर्को ठाउँमा फेरि हामीभन्दा अगाडि अगाडि चाहिँ हिँड्छ अब कुना कुना खोज्दै अब रेडी जहाँ पनि ल जहाँ पनि हाम्रो जहाँ पनि ल हाँस्यो ल इस्माइलियाहरू सयपत्री टोल विकास स्थापना जहाँ पनि हानिदिएर जहाँ पनि अर्को चोक आयो अर्को चोक त्यो त हाम्रो घरतिर अर्को चाहिँ उयो सयपत्री चोक टक्क लाएर हेर्नु है सयपत्री चोक हाम्रो त्यहाँ ठेला ए ऊ त्यहाँ हाम्रो आन्टी मेरो ठुलो मम्मी उसको ठुलो मम्मी मेरो चाहिँ दिदी सुदीपको दिदी गौरवको ठुलो मम्मी राहुलको मम्मी मेरो आन्टी सबै र चाहिँ हामी फाइनली घर त्यो गेम खेल्ने आउनु मन छ आउनु मेरो यो आइडी हजुरहरूलाई पनि अब मेरो गेमिङ स्किल 532 हेर्न भने मेरो च्यानल कमेन्ट गर्नुहोस् मेरो च्यानल भिजिट गर्दा हुन्छ हामी त्यहाँ माथिबाट आयौँ है कालो भयो होला म त पहिलेदेखि कालो छ कालो त्यो राहुल चिसो पानी घर आयो यो चाहिँ राहुलको पसल फाइनली हाम्रो भाइ टेस्ट दिनुपर्छ देखाउनु भाइले अगाडि भएर कि हाम्रो भाइ अनि ठुलाई अङ्कल खुट्टा सुट्टा धुन राहुल यस्तो परियो गाइस किन खुट्टा पनि धुन्न यो त हामी चाहिँ टक्क अब आएर खुट्टा सुट्टा पखालेर चट्ट लाएर खानु जाने हो ए समाज पर म धुन्छु खुट्टाको चाहिँ नखिच है केही न फ्यामिली भ्लग सबै घरबाट त होला गाइस खुट्टाको हालत धोइ त अनि रोकन यहाँ म पहिला क्यामेराम्यान पछि धुन्छ क्या ल सबजना मजाले त्यस्तो तातोबाट यहाँ आउँदा कस्तो आनन्द लाग्छ है अब त गेम खेल्दै बस्ने मजाले टक्क जुरेली कपाल बनाएको छु छिटो गौरव ल यता देखाइदियो मैले जुरेली कपाल जुरेली टक्क हाम्रो पानी त पिउनुपर्छ झन्डै चिप्लेको अरू त खुट्टै नहन्छु त्यो पानी पिउँ न यार यो चाहिँ राख्नु ल ल पानी दिएन पानी त्यो बन्द गर्नु अहिले भोलि मान्छे चाहिँ यही हो खुट्टा गयो भने भित्र आउने हामी पैसा यस्तो सफा भइसक्यो खोइ पानी
गाइस पजामा